आज आफ्नै घरको छतबाट म केही कुरा गर्न लागिरहेको छु। यो पृष्ठभूमिमा टुडखेल र तानसेन सहर देखिरहनु भएको छ भने मेरो माथितर्फ श्रीनगर डाँडा छ। श्रीनगर डाँडाको काखैमा मेरो घर स्थित छ। मैले सेनकालीन ऐतिहासिक आख्यान अस्तित्व उपन्यासको रूपमा प्रकाशन गरिसकेको थिएँ। सेन राजाहरूको दरबार श्रीनगरमा थियो, भग्नावशेष भइसकेको छ। त्यसपछि मैले अमरामृत लेखेर अब लोकार्पण गर्ने तयारीमा छु। अमरामृतभित्र माया, प्रेम, यौवन, रहर, धोका, विश्वास, हत्या, हिंसा, राजनीति, कूटनीति, इतिहास, धर्म, संस्कृति आदि धेरै धेरै कुराहरू छन् र यो एउटा नेपालको इतिहासको त्रासदीपूर्ण प्रभावशाली पात्रको जीवनीलाई आधार मानेर लेखिएको छ। यो शीघ्र लोकार्पण हुँदैछ र मैले पहिलो गीति उपन्यास अफसोस पनि प्रकाशित गरिसकेको थिएँ। यसरी 3वटा उपन्यास प्रकाशित भइसकेको छ भने अर्को एउटा कुरा मैले भन्नुपर्दा लेखक हुँ, लेख्न मन लागिरहन्छ। दसैँको घटस्थापनाको दिनदेखि लेख्न सुरु गरेर आज तिहारको दिनसम्म आइपुग्दा मैले एउटा पौराणिक उपन्यास लेखेर तयार पारिसकेको छु। लेखन शुभारम्भ घटस्थापनाको दिन भएको थियो भने लेखनको समापन आज भाइटिकाको दिन भएको छ। म यो यहाँहरूलाई अवगत गराउन यो भिडियो बनाएको हुँ र यसको शीर्षक पनि अबाट नै रहनेछ। तर के रहनेछ म अहिले बताउँदिनँ। पौराणिक उपन्यास हो, अबाट रहन्छ भन्नाले अर्जुन, अश्वत्थामा, अभिमन्यु यी पात्रहरू होइनन्, तर पौराणिक पात्र जो प्रभावशाली पात्र थिए र पनि उनी अलिकति छायामा परेका थिए, उनीलाई लिएर लिखित उपन्यास हो। त्यसलाई मैले आगामी 2083 सालमा प्रकाशन गर्ने सोच बनाएको छु र अब शीघ्र मेरो अमरामृत उपन्यास लोकार्पणको तयारीमा छ। यहाँहरूले पक्कै पनि त्यो पाउनुहुनेछ। त्यसपछि सुझाव सल्लाह दिनुहुनेछ। हस्त, धन्यवाद।